सन्देश दिनलाई यो पार्टी अफिसरले काम गर्छ र यसलाई कसरी प्रतिनिधित्व गर्छ भनेर भन्नुपर्दा पार्टी अफिसले प्रतिनिधित्व गर्छ। तर के भन्दाखेरि अहिले जुन यो हाम्रो नेपालको पोलिटिकल सिस्टममा अलिकति अहिले हामी कमजोर स्थितिमा छौँ त्यो स्थितिलाई चाहिँ बलियो बनाउन चाहिँ एउटा नयाँ पार्टी पनि आएको छ। नयाँ पार्टीले पनि अब पुरानो पार्टीहरूसँग हामीले केही पनि एक्सपेक्टेसन गरेको केही पनि नपाइसकेको चाहिँ अब नयाँ पार्टीले चाहिँ एउटा होपलाई चाहिँ रिप्रेजेन्ट गरिरहेछ भनौँ न। अहिले नै हामीले केही काम त सुरु गरिसकेका छैनौँ, भर्खर इस्टाब्लिस भएको पार्टी हो र धेरै कामहरू गर्न बाँकी छ। त्यो कामले चाहिँ बल्ल रिप्रेजेन्ट गर्छ जस्तो लाग्छ मान्छेले भन्दा पनि। तपाईँहरूले गुलमान घिसिङलाई पार्टीको केन्द्रीय सदस्य तपाईँहरूको अहिले पार्टीको संरक्षक बनाइराख्नु भएको छ। तपाईँको विचारमा गुलमान घिसिङ कस्तो व्यक्ति? गुलमान घिसिङ एज अ पर्सनल रूपमा लिनुपर्दाखेरि चाहिँ उहाँ मेरो पार्टीको संरक्षण नहुँदाखेरिदेखि नै मैले चाहिँ उहाँ चाहिँ एउटा रोल मोडल नै हो होइन। कतिपय धेरै नेपालीहरूको रोल मोडल पनि हुनुहुन्छ र रोल मोडल किन हुनुहुन्छ भन्दाखेरि पुरानो पार्टीहरू अथवा जति पनि लिडरहरू हुनुहुन्छ उहाँले जुन कुरा बोल्नुभयो जुन कुरा उहाँहरूको बोलीमा देखिन्थ्यो त्यो व्यवहारमा देखिन्थ्यो। तर गुलमानजीको चाहिँ जुन कुरा उहाँले भन्नुभएको थियो गर्नुभएको थियो त्यो गरेर एउटा रिजल्ट चाहिँ देखिन्छ।